त्यसैले गमलामा हैन बगैँचामा फुल्न चाहन्छु। आजको यो साँझ त्यसै पनि संगीतमय छ। यही संगीतमा म पनि तपाईहरुसँग बोल्न चाहन्छु। नमस्कार, गुड इभिनिङ। यहाँहरु सबैलाई सर्वप्रथम नेपाल फाइनान्स बगैँचा नाइटको सांगीतिक साँझमा म संयोजक सुभाष राईको तर्फबाट र हाम्रो आयोजकको तर्फबाट हार्दिक स्वागत गर्दै यहाँहरुलाई विनम्र नमस्कार व्यक्त गर्न चाहन्छु। हामी विभिन्न जात जाति भाषा भाषी संस्कार र संस्कृतिमा रहेर बसे पनि हामीलाई तपाईहरुको यस गरिमामय उपस्थितिले के स्पष्ट गराएको छ भने हामी समग्रमा नेपालीहरु हाम्रो नेपाली गीत संगीतलाई कति माया गर्दो रहेछौं भन्ने कुरो तपाईहरुको यस गरिमामय उपस्थितिले स्पष्ट गराएको छ। उपस्थित दर्शक वृन्दहरु, हामीले एकदमै संगीतमय कार्यक्रमलाई अगाडि बढाउने प्रयास गरिरहेका छौं, जहाँ हाम्रो 2 चरणको कार्यक्रम हुनेछ। म पहिलो चरणको कार्यक्रममा छोटो भन्दा छोटो हाम्रो औपचारिक कार्यक्रमलाई यहाँ अगाडि प्रस्तुत गर्न चाहन्छु। त्यसपश्चात केही मिनेटको पश्चातमा हाम्रो सांगीतिक कार्यक्रमको यात्रा सुरु हुने यहाँहरुलाई जानकारी गराउन चाहन्छु। आजको हाम्रो यस बगैँचा नाइट कार्यक्रममा छोटो औपचारिक कार्यक्रमको सभापतित्व गरिदिनको निम्ति हाम्रो बगैँचा.com का प्रधान सम्पादक नरेश सुनवारज्यूलाई म यस मञ्चमा आएर सभापतित्व गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो नरेश सुनवारजी जो बगैँचा.com को प्रधान सम्पादक हुनुहुन्छ, उहाँले आफ्नो सभापतित्व गरिसक्नु भएको छ र हामीले यस कार्यक्रममा यस्ता व्यक्तिहरूलाई निम्त्याउन गइरहेका छौं यस मञ्चमा, जसले हाम्रो यस कार्यक्रमलाई आर्थिक रूपले सामाजिक रूपले सफल बनाउन सहयोग गर्नु भएको छ, जसले एउटा प्रायोजक बनेर प्रायोजन गरेर हाम्रो कार्यक्रमलाई आर्थिक सहयोग पुर्याउनु भएको छ। ती व्यक्तिहरूलाई म यस मञ्चमा नाम उल्लेख गर्न चाहन्छु र आफ्नो उपस्थिति जनाउन हार्दिक अनुरोध गर्दछु। हाम्रो यस कार्यक्रम बगैँचा.com लाई हामीले नेपाल फाइनान्स बगैँचा नाइट भन्नुको कारण भनेको नेपाल फाइनान्सले हाम्रो बगैँचा नाइटलाई मूल प्रायोजन गरेर मूल प्रायोजकको रूपमा आउँदै हुनुहुन्छ। हाम्रो मूल प्रायोजक यस कार्यक्रमको हुनुहुन्छ नेपाल फाइनान्स लिमिटेडका अध्यक्ष धीरज कुमार साम्पाङ राईज्यू। कृपया यहाँलाई यस मञ्चमा आएर मूल प्रायोजकको आफ्नो उपस्थिति जनाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। महाप्रबन्धक भनौं, डाइरेक्टर भनौं, अध्यक्ष भनौं धीरज साम्पाङ राईज्यू, उहाँ जसले हाम्रो यस कार्यक्रमलाई मूल प्रायोजन गर्नुभएको हो। यहाँको सहयोगलाई हामी स्वागत गर्दै धेरै धेरै धन्यवाद दिन चाहन्छौं। यसैगरी हाम्रो अर्को प्रायोजक हुनुहुन्छ भारतीय भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिङ ज्यू। प्लिज यहाँलाई पनि आफ्नो उपस्थिति यस मञ्चमा आएर जनाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। जजिन चाम्लिङ ज्यू जो भारतीय पूर्वका सैनिकका अध्यक्ष हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैगरी अर्को हाम्रो प्रायोजक हुनुहुन्छ बेस्ट रेमिट एचके का प्रोप्राइटर हाम्रा प्रदीप कन्दङवाज्यू, जसलाई म यस मञ्चमा आफ्नो उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछु। ठूलो मन देखाएर सहयोग गर्नुभएकोमा उहाँलाई म पुनः आयोजकको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसैगरी अर्का हाम्रा प्रायोजक हुनुहुन्छ जसले हामीलाई त्यसरी नै ठूलो मनले सहयोग गर्नुभएको छ, उहाँ हुनुहुन्छ सिद्धान्त ज्वेलर्सका शम्भुजी। कृपया तपाईँ यस मञ्चमा आएर आफ्नो प्रायोजकको उपस्थिति जनाइदिनु होला। त्यसैगरी म अर्को हाम्रो प्रायोजकको नाम यस मञ्चमा निम्त्याउन गइरहेको छु, हिमालय हेयर सेलुनबाट सीतावाने। त्यसैगरी एक व्यक्ति हुनुहुन्छ जो सिङ्गो, एक व्यक्तिले ठूलो मन देखाएर हाम्रो यस कार्यक्रमलाई आर्थिक रूपले ठूलै टेवा पुर्याउने हुने व्यक्ति हुनुहुन्छ, उहाँ हुनुहुन्छ नवीन सुनवारज्यू। समाजलाई एउटा संस्थालाई आर्थिक टेवा पुर्याएर यो स्टेजसम्म ल्याउने सहयोग पुर्याउनु भएकोमा आयोजकको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
त्यसैगरी हाम्रो भारतीय एक्स आर्मी क्लब एचके का अध्यक्ष मान प्रसाद गुरुङज्यूलाई पनि यस मञ्चमा आएर आफ्नो उपस्थिति जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। यदि हुनुहुन्न भने कोही उहाँको प्रतिनिधि यस मञ्चमा आइदिनु होला प्लिज, जसले भारतीय भूतपूर्व सैनिक सङ्घ हङकङका हाम्रा मित्रहरूले यस कार्यक्रमलाई क्लबको तर्फबाट संस्थाको तर्फबाट ठुलो नै एउटा आर्थिक सहयोग गर्नुभएको छ। यो सहयोगको हामी आभारी छौँ। धन्यवाद छ भारतीय भूतपूर्व गोर्खा सैनिक सङ्घ हङकङलाई र उहाँहरूको टिमलाई। त्यसैगरी अर्को हाम्रो प्रायोजक हुनुहुन्छ 2 स्टार्स कबाब एन्ड मोमो रेस्टुरेन्टका पदम लावतीज्यू, उहाँलाई पनि म यस मञ्चमा उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछु, पदम लावतीज्यू। त्यसैगरी अर्को हाम्रो प्रायोजक हुनुहुन्छ इमेज हेयर सेलुनका इन्दिरा गुरुङज्यू। त्यसैगरी अर्को हाम्रो प्रायोजक हुनुहुन्छ फ्रुटफुल कन्सल्टेन्सीका हाम्रा आदरणीय दाइ हेजेन राईज्यू, उहाँलाई पनि म यस मञ्चमा उपस्थितिको निम्ति हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रा फुलबारी क्लबका अत्यन्तै हाम्रा मित्र अनन्य मित्र नन्द चङ्सुज्यूलाई पनि यस मञ्चमा आएर आफ्नो प्रायोजकको उपस्थिति जनाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो साईपत्री लिमिटेडका हाम्रा डाइरेक्टर शशि मदन राईज्यूलाई पनि यस मञ्चमा आएर आफ्नो उपस्थिति जनाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु, जो किरात राई आएका एसोसिएसन अफ हङकङको चेयरपर्सन पनि हुनुहुन्छ। त्यसैगरी अर्को प्रायोजक हुनुहुन्छ लोनिल स्टोरबाट लोकदेन लिम्बुज्यू, उहाँलाई पनि यस मञ्चमा आएर आफ्नो प्रायोजकको उपस्थिति जनाइदिनुमा हार्दिक अनुरोध गर्दछु। र त्यसैगरी हाम्रो यस कार्यक्रमलाई यस स्टेपसम्म लिएर विशेष सहयोग गर्नुहुने हाम्रा विशेष सहयोगी मित्र समाजसेवी रजिन राईज्यूलाई पनि यस मञ्चमा आएर आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी हाम्रो यस कार्यक्रमको कार्यक्रम व्यवस्थापक हरि साङपाङ राईज्यूलाई पनि यस मञ्चमा आएर आफ्नो अतिथि आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। र उपस्थित दर्शकवृन्दहरू, हामी चाँडै नै अब साङ्गीतिक यात्रामा मोड्न गइरहेका छौँ। त्यही भएर हामी आज समय खेर फाल्न चाहँदैनौँ, किनभने यो समय भनेको सङ्गीतमय बनाउनु छ। त्यही कारणले म हाम्रो नानीहरूलाई यो दुईपट्टिबाट रिबन उठाएर तन्काइदिनु हुन म हार्दिक अनुरोध गर्दछु, दुईटा छोरीहरूलाई। र हाम्रो आजको यस कार्यक्रमको प्रधान सम्पादक, सभापति प्रधान सम्पादक र मूल प्रायोजक धीरज कुमार राईज्यूलाई कैँची हातमा लिएर यस कार्यक्रमको समुद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। 1 2 3 धन्यवाद। यहाँहरू सम्पूर्णलाई म एकदमै छोटोभन्दा छोटो यस कार्यक्रमको बारेमा र यस उपस्थितिलाई स्वागत गरिदिनु हुन म यस कार्यक्रमका सभापति हाम्रा आयोजकको तर्फबाट सम्पूर्णको तर्फबाट छोटो आफ्नो 2 शब्द स्वागत मन्तव्य राखिदिनु हुन प्रधान सम्पादकज्यूलाई म यस मञ्चमा राख्न चाहन्छु। धन्यवाद। आजको कार्यक्रमका संयोजक तथा बगैँचा.com का प्रतिनिधि श्री सुभाष राईज्यू, आज हामी अलिकति ढिलो कार्यक्रम सुरु भएकोमा माफी माग्न चाहन्छु। लगभग 10 मिनट जस्तो हाम्रो समय ढिलो भएको छ। म छोटो सम्बोधन गर्न चाहन्छु। आज हामी किरात राई एसोसिएसन हङकङ लिमिटेडको जुन हल उहाँहरूले उपलब्ध गराइदिनु भएको छ र त्यो हलमा हङकङबाट विगत 8 वर्षदेखि लगातार मिडियामा आफ्नो कर्म गर्दै आएको www.bagaicha.com नाइट आज हामीले गर्न सफल भएका छौँ। यस कार्यक्रमलाई सफल बनाउनको निम्ति आफ्नो योगदान, जुन आर्थिक योगदान छ, त्यो आर्थिक योगदान दिल खोलेर हामीलाई सहयोग गरिदिनु भएकोमा मूल प्रायोजक नेपाल फाइनान्स लिमिटेड, त्यस्तै गरी भारतीय गोर्खा भूपू सैनिक सङ्घ, भारतीय गोर्खा भूपू क्लब,
बेस्ट रिमिट, त्यस्तै गरी फ्रुटफुल कन्सल्टेन्सीका हाम्रो एजेन्ट राई हुनुहुन्छ, त्यस्तै फुलबारी क्लब, त्यस्तै गरेर सयपत्री.com का डाइरेक्टर, अनि त्यस्तै गरेर नवीन सुनवार हुनुहुन्छ। र विशेष गरेर आजको कार्यक्रमलाई अहोरात्र खटेर रात दिन उहाँले चाहिँ धेरै समस्याहरू आयो कार्यक्रम गर्नको लागि, किनभने हामीले 1 महिनाको अन्तरालमा यो कार्यक्रम गर्न सफल भएका छौँ। यसको लागि एकदमै सहयोग गर्नुभयो हाम्रो बगैँचा.com का संरक्षक तथा किराँत राय हङकङका उपाध्यक्ष रजिन राईज्यू, उहाँलाई म धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी यता हरिश सापा र हाम्रो सुभाष राईज्यूले पनि अहोरात्र खटेर धेरै समस्या समाधान गरेर यो कार्यक्रमलाई यहाँ जुन सफल बनाउनको लागि उहाँले खट्नुभएको छ। र विशेष गरेर आजको यो सङ्गीतमय अनि यो बगैँचालाई बगैँचामय बनाउनको लागि यहाँहरू तपाईँहरू जो आफ्नो दिल खोलेर हाम्रो जुन नारा छ त्यो नारालाई सफल पार्नको निम्ति यहाँले साथ दिनुभएको छ, यहाँलाई म विशेष हृदयदेखि धन्यवाद दिन चाहन्छु। र जुन नेपालदेखि हाम्रो कलाकारहरू आउनुभएको छ उहाँहरूले पनि आज तपाईँहरूले यो सङ्गीतिक साथलाई मनोरञ्जन प्रदान गर्नुहुनेछ भन्दै म पुनः यहाँ सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिँदै म 2 शब्द अन्त गर्न चाहन्छु। धन्यवाद। आउँदै हुनुहुन्छ आजको हाम्रो यस कार्यक्रमको सञ्चालिका सृष्टि सुनवार। नमस्कार, गुड इभिनिङ and warm welcome to all ladies and gentlemen. बगैँचा परोपकार अक्षय कोष निर्माणको निमित्त बगैँचा.com को पहिलो सांगीतिक प्रस्तुति नेपाल फाइनान्स बगैँचा नाइट हङकङ 2015 मा उपस्थित हुनुभएका आदरणीय दर्शक महानुभावहरूलाई म कार्यक्रम सञ्चालिका सृष्टि सुनवारको तर्फबाट न्यानो अभिवादन। र कार्यक्रमको सुरुवातमा हाम्रो विशेष नेपाली पाहुना कलाकारहरूको प्रस्तुति भन्दा अगाडि तपाईहरुलाई पहिलो गीत चाहिँ पहिलो कोसेली स्वरूप हाम्रो हङकङका एक स्थानीय कलाकार हुनुहुन्छ, उहाँ गायक हुनुहुन्छ। 4-5 वर्ष अगाडि उहाँको एउटा एल्बम पनि निस्किसकेको छ र हालसम्म फेरि पनि सांगीतिक गतिविधिहरू उहाँले बढाउनु भएको छ, एउटा कमब्याकको रूपमा यो स्टेजमा फेरि पधार्नु भएको छ। उहाँ हुनुहुन्छ श्री एलबी मुखियाज्यू, उहाँलाई जोरदार तालीले स्वागत गरौँ र उहाँको गीतको बोल छ भान्जीको। एन्जॉय। सुनिएन?
थ्याङ्क यू तर म चाहिँ अलिकति बिरामी छु सरी भन्न चाहन्छु किन भन्दाखेरि तपाईँहरूलाई धेरैजनालाई थाहा होला म चाहिँ कासामी आउनुपर्ने हिजो हो होइन सो म चाहिँ छुटेको थियो र त्यहाँ हाम्रो नेपालमा एकदमै ठुलो प्राविधिक गडबड भएको थियो र हाम्रो बगैँचा.com का हाम्रो अर्गनाइजरले चाहिँ अन्तिम घडीसम्म पनि मलाई एकदमै ठुलो प्रयास गरेर यहाँ ल्याउन सफल हुनुभएको छ र म यहाँ आएको छु र मेरो हेल्थ ठिक छैन म आज बिहान मात्रै आएको सो मेरो स्वर चाहिँ अलिकति ठाउँमा छैन भन्न चाहन्छु आइएम सरी त्यही पनि एउटा किराँतीको छोरो होइन तपाईँहरूकै भाइ भतिज भनेर होइन दाजु सम्झेर माफ गरिदिनु होला गाउँदाखेरि यसपालि जुन तपाईँहरूले मलाई नेपाली तारामा देखिराख्नु भएको थियो देखेर नै यहाँबाट हङकङबाट मलाई एकदमै धेरैभन्दा धेरै सपोर्ट आएको थियो त्यो चाहिँ हाम्रो यो बगैँचा नाइटले हाम्रो बगैँचा.com ले मलाई एउटा अवसर दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु मेरो नेपाली हो जसो गरेर जीवन जन्ना सिकेले जमालाई यो महन्त मेरो नेपाली हो मलाई गर्छ हाम्रो पुर्खाले कति बेटाहरू सहेर कति बेटाहरू सहेर इतिहासमा कथा लेखेकै छ हिजो छुटेदेखि आज बल्ल भेट भयो हिजो छुटेदेखि आज बल्ल भेट भयो भाँचियो कसरी यतिसम्म पछि भेट बल्ल भेट नमस्ते हे धेरै पछि भेट नमस्ते लोटा खलाई आँखेको लोटोलाई ओठेको नमस्ते नमस्ते पछि भेट नमस्ते सबैले बल्ल भेट नमस्ते अवश्य पनि तपाईँहरूको वन्स मोर उहाँले सुनिरहनु भएको छ र मलाई लाग्छ उहाँ फेरि पनि आउनुहुनेछ तपाईँहरूलाई एन्टरटेन गर्नको लागि त अब गीत सङ्गीतको माहौल त भयो अब तपाईँहरूको लागि म यो स्टेजमा एउटा बिजुली पर्फर्मेन्स लिएर निमन्त्रणा गर्न चाहन्छु एकदमै ट्यालेन्टेड एन्ड अ चार्मिङ पर्सनालिटी पार्वती राई हामी समक्ष हुनुहुन्छ उहाँ आफ्नो बिजुलीको खड्का लिएर यो स्टेजमा आउँदै हुनुहुन्छ जोरदार तालिमले स्वागत गर्नुहोस् the one and only, the very talented, the graceful Milan Amatya. जोरदार ताली के साथ स्वागत करें।
बगैँचा नाइटमा उपस्थित हुनुभएको सबै मेरो प्यारो प्यारो अतिथि महानुभाव दर्शकज्यूहरूलाई धेरै धेरै मिलन अमात्यको तर्फबाट धेरै धेरै नमस्कार। हजुर सन्चै हुनुहुन्छ होइन त? आजभन्दा सायद 5 महिना अगाडि म हजुरहरूको बिचमा आएको थिएँ। सेकेन्डपल्ट पनि आउने मौका पाएको छु। अभियसली सुभाष दाईले मलाई त्यतिखेरै भन्नुभएको त तपाईँलाई 6 महिनाको भित्र म फेरि हङकङ बोलाउँदैछु भनेर। र एकपल्ट प्लिज सुभाष दाईको लागि पनि जोरदार ताली र बगैँचा नाइटको लागि जोरदार ताली। थ्याङ्क यू भेरी मच। तपाईँले यति माया दिनुभएको छ हामीलाई। तपाईँहरू गर्दा हामी छौँ र तपाईँहरूको मायाले गर्दा हामी छौँ। यो माया यसैले हामी माथि राख्नु होला। थ्याङ्क यू। I'm
वरिष्ठ कलाकार आज हामी बिच हुनुहुन्छ। हामी आयोजक तथा हामी सबैजना एकदमै गौरवान्वित छौँ यहाँसम्म आइदिनु भएकोमा। त जोरदार तालीले उहाँलाई यो मञ्चमा म निमन्त्रण गर्न चाहन्छु। A big round of applause for the respected, the honorable Mr. Kuber Rai. मलाई करिब 7-8 वर्ष बादमा बगैँचा.com-ले फेरि यहाँ उभ्याउनु हो। त्यसको लागि बगैँचा.com लगायत सुभाष राई अनि तक्मे भाइ गुलशन विक्रम राई उहाँहरूको तर्फबाट मलाई सूचना भए अनुसार म यहाँ उपस्थित हुनु पाएँ र यो भव्य र सभ्य कार्यक्रममा हामीलाई एकजुट गराउन आफ्नो तर्फबाट आयोजकलाई सहयोग गरिदिनु हुने प्रायोजकज्यूहरू सङ्घ संस्थाहरूलाई पनि म शिर झुकाएर अभिवादन गर्न चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु। किनभने यहाँ जस्ता मनकारीहरू हुनुहुन्छ र हामी भेट हुने गर्छ। त्यस्तै गरेर दिलो ज्यानले हामीलाई सघाइराख्नु भएको छ। दिनेश सुब्बा दाई जो सङ्गीतका यहाँ विशिष्ट वरिष्ठ व्यक्तित्व हुन्छ, उहाँलाई म आभार व्यक्त गर्न चाहन्छु। र गाउने मान्छे धेरै नबोल्नु होला, यो पट्यार लाग्दो हुनसक्छ है। त्यसैले अब गीततर्फ लाग्नु होला। यो राजकुमार बगरका शब्दहरू बिबी अनुराईको सङ्गीतमा दिनरात खस्दै तन भिजायो यो गीत म प्रस्तुत गर्न चाहन्छु। Thank you.
रमाइलो लाग्यो फेरि भेटिएला हजुरहरूले साथ दिनुभयो अहिलेसम्म म गोरी आभार व्यक्त गर्दै यो यहाँ सञ्चालकको ज्यूलाई म निम्त्याउँदै हुन्छ परिचयको आवश्यकता छैन मैले जति नै भूमिका बाँधे पनि व्यर्थ छ किनभने उहाँ हामी सबैको मुटुको ढुकढुकी भन्नुभएको छ एउटा ज्वलन्त प्रकाश उहाँ यसरी छाउनु भएको छ कि सबै दर्शकहरूले उहाँलाई आत्मसात गरेका छौँ माया गरेका छौँ त कुनै परिचयको आवश्यकता छैन उहाँहरूलाई दुईजना बुढो मान्छे यहाँ एकदम तन्नेरी जोस लिएर आउन दम तयार हुनुहुन्छ अब हाँस्नको लागि रेडी हुनुहोस् जोरदार तालीका साथ स्वागत गर्नुहोस् खाने पानी भएको उता गएर सफा त रुँदै लुटेन भेरी गुड अनि के अरे भान्जी जोइले फेरि अर्को संस्था खोल्यो अरे अनि के भयो त त्यो ठुलो संस्था चाहिँ हो र के ओखलढुङ्गा संस्था फुटाएर फेरि नारायणथान भन्ने बनायो लु हेर त्यत्रो ठुलो जिल्लाको संस्था फुटाएर फेरि त्यो चोकको चाहिँ किन राखेको नेपालमा पार्टी बनाउनु पार्टी फुटाउनु र त्यहाँ संस्था फुटाउनु एउटै रहेछ त्यसका कति धेरै फुटाएको हो र उता अर्को नारायणथान भन्ने पनि खोलिसक्यो हेर त ओखलढुङ्गाको कार्यक्रम हुँदा एकैचोटि गोडमदम कार्यक्रममा मान्छे आउँथ्यो एकैचोटि नभएको 2025 चाहिँ भेला आउँथ्यो अब त्यो कति 50 जना आउँछ कार्यक्रममा 50 जना छैन 35 हो किन 35 हो बिहे गरेको फेरि पारी तम्बर पारीको बिगाएर खत्तम यहाँ म पनि अहिले निर्वाचन आयोगमा काम थालिरहेको छु ठुलो काम छ भयभरको पार्टी फुटाएर सबै नयाँ पार्टी खोल्ने भन्दै आउँछन् नयाँ पार्टीको नाम नयाँ काम साह्रै राम्रो छ कति भइसक्यो पार्टी त यहाँनिर ल मैले बुझिसकेँ कि धेरै पार्टी नफुटाउनु पर्छ धेरै त्यहाँनिर त्यत्रो फुटाएर गर्नुभन्दा एउटै कार्यक्रम ठुलो गरेर एकैचोटि 5000 दर्शक आएको भएदेखि त्यहाँनिर हङकङको जनताको अगाडि पनि नेपालीहरूको कत्रो सानो हुन्थ्यो भयभरको फुटाएको छ कार्यक्रम गरेको छ फुटाएको छ एउटै गर्नु भन्न त्यहाँ हो त बिहे पनि एउटै गर्नु कार्यक्रम पनि एउटै गर्नु बिहे पनि 3टा खोजेको दाम पर्दा लु गम्दैन के अरे साइला के भन्छ अरे नेपालमा आएर पार्टी खोल्छु अरे लु त्यस्तो कुरो छोड्दै पार्टी सार्टी खोल्छ त्यसले के गरेर पार्टी खोल्छ 11 पास गरेर 12 पुगेको छैन त्यसले पार्टी खोल्छ नचाहिने हाम्रोमा बसेर राम्रो गर्नु भन्थ्यो लु गम्दैन ब्याट्री सिद्धिसम्म यहाँ लोड सेडिङ छ पैसा भन्दा पनि ब्याट्री बचाउनु पर्छ लु गम्दा यहाँ पार्टी दर्ता गर्ने नयाँ मान्छेहरू आउन आँटेको छ कस्तो खालको भन्दै कि नचाहिने बुढियाले आज किनेमा पकाएको सबै ज्याकेटै किनेमा म खाइसक्यो आफूलाई फेरि यता छेउमा बस्नै आउँदैन मैले घरमा किनेमा खाएर आएको दिन छेउकोले छुट्टी नै लिन्छ भने कस्तो खालको भनेदेखि नि हौलाके एउटा राम्रो गीतको गाइदिउँ क्या हो नानी आफैलाई आइसक्यो भित्रैबाट उम्लिएर यहाँसम्म आइसक्यो दाढीहरू आफै चल्दैछ त्यो गीतको शब्दहरू आएर क्या नानी पोहोर पनि ढाक्यो काका यसपालि नि ढाक्यो है त हामीलाई नयाँ संविधान देवेश राई भन्दा बढी बटारै ल्याउँछ पोहोर पनि ढाक्यो काका यसपालि नि ढाक्यो है त हामीलाई नयाँ संविधान
बनाउँछ भन्थ्यौ पहिला यही संविधानले बनाउँछ भन्थ्यौ अहिले यही संविधानले बनाउँछ भन्छौ। स्वर हेर्नु न फेरि आफ्नो सुनेर आफै मक्क पर्छु म त। कति राम्रो स्वर खुट्टा आफै यसो भइसक्छ। खुट्टा काटेको बुझेको बाजु पालो मुसो त दौडेको देखिन त। मुसो चाहिँ किन समात्नु खोजेको? अब यो निर्वाचन आयोगको कार्यालय होइन त हो नि। निर्वाचन आयोगको यहाँ म छुइनँ त कर्मचारी हेर्दैखेरि बजक्क परेको अर्को के गर्ला जस्तो। अनि यहाँ पार्टी दर्ता गर्न आउनु लागेको। अनि त्यो पार्टी दर्ता गर्दाखेरि चाहिँ अनि 2-4 जना सदस्य थप्नु पर्यो भनेर मुसाहरू जम्मा गरेर घरमा राखेको थिएँ। हिँड्ने बेलामा आफ्नै सुलभ बजार काटेर मरेछ। अनि तैँले मुसा राख्न आँटेको पार्टीमा मान्छेको पार्टीमा मुसा के खानु आफ्नो? होइन अहिले त पार्टीमा मान्छे भन्दा मुसा इमान्दार छ भनेर। अब मुसाले सजिलोदेखि आफूले काट्दै आएको लुगा काटिरहेकै छ। त्यो त उसको जिम्मेवारी नै हो। मान्छे चाहिँ आफ्नो जिम्मेवारी पुरा गर्दैन, अर्काको कुरा मात्रै काटिरहेको छ। त्यो नानीहरूको राम्रो राम्रो मोबाइलहरू बोल्नुमा हाल्नु भेटको साइला गोजीमा भयो। अनि त्यस पछाडि मुसाहरू जम्मा गरेर राखेको आफ्नै हुनेवाला अध्यक्षको सुरुवात इन्जार काटेर भागेर मर्छ। हुनेवाला अध्यक्ष अरे म हुनेवाला अध्यक्ष उनीहरू सदस्य हुनेवाला थियो नि त। पछि यस्तो बुझेको विचारले बाध्यता पर्ने रहेछ। किन? छिमेकीको बिरालो आएर मरेछ नि त। ए छिमेकी भनेपछि यहाँ सुरुवातभित्र बसिरहेको छिमेकीको बिरालो तलबाट आएछ, भागिटाउन नपाएर माथिबाट इन्जार काटेर भागे। हतार बुढीको पेटीकोटको इन्जार बाँधेर आएको। घरबाट बुढीको 3 चोटि फोन आइसक्यो, मेरो पेटीकोटको इन्जार खोइ भन्दा। अनि उहाँ बुढीको पेटीकोटै झरिसक्यो अरे। जिउबाट झरे आउँछु भनेर मक्क परे। सुकाएको ठाउँबाट क्या गोरीबाट खसेको। Burning